यो कुन अफिसको गाडी हो? यो के अरे दलको अलि सिसा तल गर्नु अलिकति तल गर्नुहोस् न। कहाँको गाडी हो? यो गण्डकी प्रदेशको गाडी हो क्या। गण्डकी प्रदेशको गाडी हो। के गर्न आउनु भएको छ? उहाँहरू को हुनुहुन्छ? दलको नेता के अरे अहिले एयरपोर्ट पुऱ्याएर आएको। एयरपोर्टबाट आउँदै हुनुहुन्छ? अहिले ऊ आज के अरे स्वयम्भू जान थालेको नि। स्वयम्भू जान थाल्नु भएको छ। हजुर। अनि चिट किन काट्यो? सिट के ओभर स्पिड थियो? ओभर स्पिड हुनुहुन्थ्यो उहाँलाई फाइन पर्छ सर। भर्खरै यो गण्डकी प्रदेशको यो गाडी हेर्नुहोस्, गाडी नम्बर हो G1 612 नम्बरको यो सरकारी गाडी, यो प्रदेशको गाडी हो। अहिले ओभर स्पिडमा यहाँ ट्राफिकले फाइन काट्दै हुनुहुन्छ। अनि शनिबार हो, शनिबार चल्न मिल्छ? मिल्दैन सर, शनिबार मिल्दैन होइन? मिल्दैन। उहाँको पास भयो भने मिल्दैन। पास छ तपाईँसँग शनिबार चलाउनलाई? पास के अरे अहिले पास छैन, के अरे हिजो मात्र आएको सरको फेरि आज पास छैन है, हिजो मात्रै आउनु भएको थियो। अनि पास भएन भने फेरि अर्को हजुर होल्ड हुन्छ। अर्को फाइन काट्छ? होइन सर, अर्को फाइन भन्दा नि फाइन उहाँलाई पास हुन्छ, उहाँ पास छैन भने होल्ड हुन्छ गाडी। होल्ड हुन्छ। अहिले यो गाडीलाई के गर्नुहुन्छ? होल्ड गर्नुहुन्छ? होल्ड गर्छु। अब यो हेर्नुहोस्, सरकारी गाडी, हाम्रो 3 तहको सरकार, तिनै सरकारमा बसेका महामहिमहरूको यो एउटा रिपोर्टिङको लागि निस्किएको हो हामी। र यो एकान्त कुनामा नियमित चेक जाँच गर्ने क्रममा ट्राफिक प्रहरीले यो गाडीलाई होल्ड गरेको छ। गाडीमा उहाँको म्याडम र बच्चा हुनुहुन्छ है? सरलाई एयरपोर्ट छोडेर त्यही त, सरलाई छोडेर म्याडम र बच्चा हुनुहुन्छ नि। उहाँको भनाइअनुसार सरलाई एयरपोर्ट छोडेर म्याडम र बच्चा फर्किँदै हुनुहुन्छ है, त्यति हो नि। हामीले के अरे म्याडमहरू सरलाई